नेपालको सुदूरपश्चिम प्रदेश धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले समृद्ध बैतडी जिल्ला, जहाँ पहाड, प्रकृति र आस्थाको सुन्दर संगम देख्न पाइन्छ। यही पवित्र भूमिमा अवस्थित छ त्रिपुरा सुन्दरी मन्दिर, एक प्रसिद्ध शक्तिपीठ र हजारौं भक्तजनको आस्थाको केन्द्र हो त्रिपुरा सुन्दरी मन्दिर। प्राचीन कालदेखि नै स्थानीय बासिन्दाको श्रद्धा र विश्वासको केन्द्र रहँदै आएको छ। लोककथा अनुसार यहाँ त्रिपुरा सुन्दरी देवी शक्ति स्वरूपमा प्रकट भई भक्तजनको रक्षा गर्ने विश्वास गरिन्छ। पुस्तादेखि यहाँ निरन्तर पूजा आराधना हुँदै आएको छ। त्रिपुरा सुन्दरी देवीलाई दुर्गा शक्ति र मातृ रूपको रूपमा पूजा गरिन्छ। मान्यता अनुसार यहाँ सच्चा मनले गरिएको प्रार्थना सफल हुन्छ, मनोकामना पूरा हुन्छ, दुख, कष्ट र रोग व्याधिबाट मुक्ति मिल्छ। त्यसैले त होला टाढा टाढाबाट पनि भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्छन्। मन्दिरमा दैनिक रूपमा पूजा, आरती, धूप दीप, भजन कीर्तन गरिन्छ। विशेष अवसरमा पुजारीद्वारा वैदिक विधि अनुसार विशेष पूजा सम्पन्न गरिन्छ। यहाँ भाकल गर्ने, प्रसाद चढाउने र देवीको कृपा प्राप्त गर्ने परम्परा रहेको छ। विशेष गरी बडा दशैं, चैते दशैं, नवरात्रिको समयमा त्रिपुरा सुन्दरी मन्दिरमा भव्य मेला लाग्ने गर्छ। यी पर्वहरूमा हजारौं भक्तजनहरूको भिड हुने गर्छ। देवी भजन, सांस्कृतिक झाँक्री, धार्मिक कार्यक्रम आयोजना गरिन्छ। यस समयमा मन्दिर परिसर पूर्ण रूपमा भक्तिमय वातावरणले भरिन्छ। मन्दिर शान्त, सुन्दर र प्राकृतिक वातावरणमा अवस्थित छ। वरिपरिका हरिया पहाड, शुद्ध हावा र मन शान्तिले आत्मिक शान्ति प्रदान गर्छ। यो मन्दिर बैतडी जिल्लाको धार्मिक मात्र होइन, सांस्कृतिक पहिचान पनि हो। त्रिपुरा सुन्दरी मन्दिरले धार्मिक चेतना फैलाउने, स्थानीय संस्कृति जोगाउने, समुदायबीच एकता कायम गर्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यहाँ आयोजना हुने धार्मिक कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नो संस्कार र परम्परासँग जोड्ने काम गर्छ। त्रिपुरा सुन्दरी मन्दिर केवल एउटा मन्दिर मात्र होइन, यो त आस्था, विश्वास र संस्कृतिको जीवित प्रतीक हो। जो कोही शान्ति, शक्ति र सकारात्मक ऊर्जा खोज्दै यहाँ आइपुग्छ, माताको कृपाले मन शान्त भएर फर्किन्छन्। आउनुहोस् एकपटक बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा माताको दर्शन गरौँ। जय माता त्रिपुरा सुन्दरी।